सीसीटीभीहरु के लिएर गएर रहेछ नि त्यो हजुर 2 महिना अगाडिको कुरो भन्नेको छ हो हजुर थाहा पाएको अनि त्यसपछि त्यो चाहिँ खासमा उतापटिको रहेछ के भन्छ 1.5 महिना अगाडि चाइनिजको उजुरी पर्या रहेछ हजुर त्यो उजुरी त्यही रिजन लुट्या रहेछ नि त त्यहाँ त लुट्या रहेछ अनि त्यो लुटेको आधारमा चाहिँ खासमा त्यो छानबिन गर्नलाई त सीसीटीभीहरु लिएर जानु भएको रहेछ तर अब त्यो त कन्टेन्ट भएन नि त तर सुदन गुरुङ आयो त्यसपछि सुदन गुरुङले प्रहरीले उनीहरूले के गर्यो भने चाहिँ सुदन गुरुङ युवतीसँग हामी पारिवारिक हाम्रो साथीभाइहरूसँग हामी गएको हुन्छौँ होइन हामी कतिवटा ठाउँहरू हामी जान्छौँ कुन ठाउँमा अब हामी के खान्छौँ होला के गर्छौँ होला त्यो पारिवारिक आफ्नो सम्बन्धहरू हुन्छ त्यहाँ होइन साथीभाइहरू हुन्छ होइन त्यही पनि त्यतिखेर त त्यो नाकाको लागि गएको थियो नाकामा के गर्नुपर्छ कि भनेर गएको थियौँ हामी त सबैजना हामी 4-5 जना गएको हो तर अब त्यहाँ चाहिँ आज मेरो विचारमा त्यो रिजोर्टले उत्यो पनि निकाल्यो भनेर सुनिरहेको थिएँ विज्ञप्ति निकालेछ कि उनीहरूको कर्मचारीले धम्काएर रहेछ तर्साएर रहेछ यो भन त्यो भन भनेर त्यो मिडियाले भनेर रहेछ कि त्यस्तो नि भनेर रहेछ मिडिया नै तपाईँमाथि हावी भइरहेको छ अहिले अब यस्तो छ क्या यस्तो भयो कतिजना मिडियाहरू अब कतिजना मिडियाहरू चाहिँ अब पार्टीबाट छन् नि त कतिजनाहरू त पार्टीबाट फन्डेड छन् होइन अति पार्टीको त्यो गरेको मात्र हो कि त्यो कार्यकर्ताहरू हुन् कि पत्रकार होइन कि पत्रकार भने त स्वच्छ हुन्छ नि त यस्तो कहाँ गति छाडा हुन्छ त नि होइन स्वच्छ हुन्छ नि पत्रकार हुन्छ कहाँ त्यस्तो एउटा क्लिक बेट जस्तो बनाएर सुदन गुरुङ युवतीसँग भनेर त्यसरी त होइन एउटा कस्तो नराम्रो शब्द वर्ड तपाईँले याद गर्नु भएको छ कोड गर्नु भएको छ अनि त्यो कोड गरेको छु मैले त्यो सबै कुराहरू चाहिँ त्यो विषयवस्तुहरू चाहिँ हामीले अहिले प्रेस काउन्सिलमा गएर हामीले उजुरी दिन्छौँ अब यो चाहिँ अति नै भयो नि त अब त होइन किनभने अब धेरै गर्नु पनि हुँदैन क्या मान्छेलाई क्या म त चुप्लाएर बस्नु सक्ने मान्छे चाहिँ होइन खासमा तर अब एउटा जनताको प्रतिनिधि हुँदै गर्दाखेरि कति कुरा सहनुपर्छ भन्ने मैले बुझाएको छु कि अहिलेदेखि नै सहने जेन्जी आमदेखि सहिरहेको अहिलेसम्म सहिरहेको छौँ तर अब चाहिँ सहने अवस्थामा चाहिँ हामी छैन यस्तो हो कि मान्ने चाहिँ अन्त्यतिर एउटा क्वेसन जस्तै हजुरले गृह मन्त्रालय सम्हाल्दै गर्दाखेरि र सांसद हुँदै गर्दाखेरि तपाईँले त्यति बेला नै सम्पत्ति चाहिँ स्पष्ट राखिदिएको भए राम्रो हुन्थ्यो नि मान्ने यो जनताको चाहना छ क्या काम मिस्टेक गर्नुभयो सुदन गुरुङले भन्नुहुन्छ तपाईँकै समर्थकहरूले अनि यस्तो हुन्छ तपाईँको होइन हामी अब पहिला यस्तो भनौँ न अब एउटा नेतागिरी गर्दै हिँड्ने हामीहरू अब त्यही अब राजनीतिमा लाग्ने भएको भए चाहिँ हामीले क्लियर कुरा थाहा हुन्थ्यो होइन कसरी लेख्नुपर्छ के गरी लेख्नुपर्छ अब हामी त अब मेनली धेरै जस्तो कुराहरू त हामीले अरूलाई दिन्छौँ नि अकाउन्टेन्टलाई दिन्छौँ हामीले जिम्मा तपाईँको फाइनेन्स तपाईँले हेर्नु सक्छ तपाईँले सक्दैन तपाईँको आफ्नो अकाउन्टेन्टहरू होला अडिट गर्ने अडिटर होला होइन त्यही अनुसारमा हामीले राख्ने हो कि अब उनीहरूको त अब पहिला नैको त उहाँहरू अब जिन्दगी नै राजनीति गर्छु भनेर अब कति सम्पत्ति कमाएर होइन थोरै पैसा मात्र देखाउँदो रहेछ हामी त्यस्तो गर्ने ढाँट्नु त आएको होइन नि त जे हो त्यही नै हो तिर्नु पर्ने छ भने अब छानबिन समितिले भन्छ समितिले त पुरानो